हेलो हेलो गाइज नमस्ते वेलकम टु माई मिनी ब्लग आयो बजारहरू सन्चै हुनुहुन्छ म नि सन्चै छु आज चाहिँ हामी तानसेनतिर यसो बहिनीलाई खासै सन्चो नभएको भएर हामी चाहिँ तानसेन पाल्पा हस्पिटलतिर हिँडेको अनि सरकारीमा अनि बहिनीलाई खासै सन्चो नभएको भएर यसो बहिनीलाई चेकअप गरौँ भनेर हामी चाहिँ हस्पिटलतिर लागेको अनि यस्तो हेर्न न घाम कति घाम छ अनि एउटा छाता पनि नलिएर बहिनी चाहिँ मेरो पछि पछि म चाहिँ अघि अघि भएर हिँडेको छौँ घाम गर्मीले कति गर्मी थियो हामी हस्पिटल गयो हस्पिटल पुग्यो चेकअप गरायो अनि टिकट सिकट काटेपछि हामी चाहिँ पालो कुर्न थाल्यो पालो कुरेर गएपछि हामी चाहिँ पालो छिटछिटो पुग्यो अनि 10 बजे काटेको टिकट 3-4 बज्दासम्म पनि हाम्रो पालो आएन अनि पालो आएन पालो कुर्दा कुर्दा एकछिनपछि हाम्रो पालो आइसक्यो छिटछिटो गरेर हामी चाहिँ घरतिर फर्कियौँ अनि घरतिर फर्किँदाखेरि बाटोतिर नास्ता एउटा होटलमा नास्ता खाइयो नास्ता भन्नाले पानीपुरी खाइयो अनि त्यहाँबाट पानीपुरी सेनपुरी खाएर हामी चाहिँ घरतिर लाग्यौँ घरतिर लागेपछि हामी चाहिँ हेर्न न कति राम्रो ठाउँ रहेछ अनि भिडियो गराएँ अनि आजको भिडियो यति नै अर्को भिडियोमा भोलि भेटौँला लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई